मैले आमालाई भने, आमा बालेनले देश बनाउँछ, बालेनले हाम्रो सपना पूरा गर्छ। यो भनाइको साक्षी मेरो श्रीमती छिन्। मैले उनलाई अँगालो हालेर उनलाई पनि त्यही भने। मेरो आमासँग कुरा भयो र मैले आमालाई भने, आमा बालेनले देश बनाउँछ। एउटा प्रशासकीय अधिकृत माग्दा पाएनन्। यिनीहरूको मान्छे राज्यका भित्ता भित्तामा कोठा चोटामा भर्ता गर्दा यिनीहरूलाई लाज भएन, देशलाई हरितन्नम बनाउँदा लाज भएन। तर जनताको लोकप्रिय मान्छेले एउटा प्रशासकीय अधिकृत पाएन। अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो। मधेसलाई गरिब बनाएको हिसाब हुन्छ, स्कुलमा खाना नहालेको हिसाब हुन्छ, चेलीबेटीहरूलाई बोक्सीका नाममा गाउँमा दिदीबहिनीहरूलाई हिसाब पिसाब खुवाएको हिसाब हुन्छ। हर चिजको हिसाब हुन्छ, एक एक हिसाब हुन्छ। किनभने अब की बार रवि लामिछाने र बालेन शाह बीचको वार्ता 5 मिनेटमा सकिएको हो। बाँकी त हामीले एकअर्कालाई चिन्नका लागि मात्र समय खर्च गरेका हौं। बच्चालाई छाती र टाउकोमा गोली हानेको सरकारले मलाई गरेको अन्यायको कुनै हिसाब छैन। देशलाई र मधेसलाई गरेको हिसाब, त्यो अन्यायको हिसाब अब चाहिँ लिने हो। अब त्यो हिसाब हामी लिनेछौँ। मधेसमा देर आई बर दुरुस्त आई। पसित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू छोडिदिनुहोस्। हामीले कसैलाई देश छोड भन्न पर्दैन। देश छोडेर गएकाहरूलाई फिर्ता ल्याउन सक्ने कानुन नीति नियम हामीले कायम गरौँ। हामीले कसैलाई देश छोड भन्न पर्दैन। अब परेन देश छोड्न भयो। म यति मात्र भन्छु, हिजोका दिनमा विरोधीहरूलाई छान्दै सखाप पार्न खोज्ने र यो देशको सपनालाई इतिहासलाई बदल्न खोज्ने मानिसहरूलाई म यति भन्न चाहन्छु, हामी इतिहास पढ्ने मान्छे होइनौँ, हामी इतिहास लेख्ने मान्छे हौँ। र म पुराना राजनीतिक दलका नेताहरूलाई प्रतिशोध हामीबाट हुन्न भन्ने कुरा ढुक्क पार्न चाहन्छु। तपाईका लागि झुटा मुद्दा लगाउँदै अदालतको ढोका चाहर्दै हाम्रो सरकार जाने छैन, ढुक्क हुनुहोस्। तर देश लुटेर कमाएको एक एक पाइको हिसाब चाहिँ गर्नेछौँ। आजको यस भव्य कार्यक्रममा उपस्थित रहनुभएका मधेसका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो प्रणाम। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, लामो समयसम्म तपाईहरु माझ विभिन्न कार्यक्रममा म बोल्दै आएको छु। तर आज मलाई पहिलो पटक यस्तो महसुस भएको छ कि अब मैले बोल्नु पर्दैन। मेरो घरको कुनै भित्तामा कुनै झोलामा संसारकै सबैभन्दा लामो टक शो चलाएर बोलेर आर्जन गरेको एउटा